तातो ठाउँहरू खोजिरहेको हुन्छन्। त्यसैले अब यो ठाउँतिर धेरै विषालु सर्पहरू हुने भएको कारणले तपाईँहरूले चाहिँ विचार गर्नुपर्छ है त। अनि त्यसपछि यसले टोकेपछि हामीसँग औषधिहरू चाहिँ छन सरकारी अस्पतालमा पाइन्छ होइन, तुरुन्त अस्पतालमा जानु पर्यो। कहीँ केही सामाजिक रूपमा हुन्छ नि हाम्रो चाहिँ विश्वासहरू अन्धविश्वासमा लागेर चाहिँ यसले चाहिँ गाह्रो गर्छ है त। नाम चाहिँ के रहेछ यसको सर? मान्छेको मृत्यु भएको छ होइन। सर यसको नाम चाहिँ के रहेछ? यसको नाम हो कमन कोब्रा। कमन कोब्रा भन्छ। कमन कोब्रा भन्छ इङ्ग्लिसमा, नेपालीमा चाहिँ नागसर्प भन्छ। नागसर्प अनि यसको यस्तो दाँत हुन्छ हेर्नु, दुईटा यी दाँतहरू छ नि, यो माथि निस्के माथिका दुईटा हो, यी दुईटा दाँतहरू माथिका दुईटा हड्डी जस्तो निस्किया नि। यही दुईटा दाँतहरूले दुईटा दाँतहरू हाम्रो शरीरमा गयो भने साइडमा रहेछ हैन सर? माथिका दुईटा साइडमा रहेछ। हात उता गर न। उ जस्तो हुन्छ, सियो जस्तो हुन्छ है, त्यस्तो हुन्छ। ल तपाईँहरू छोडिदिनुहोस्, म यहीँ छोडिदिन्छु एकछिन, छोडेर त्यसमा जान्छ है त। ओके ल ल। तपाईँहरू कति हल खतरा हो त यार है। कहाँबाट आयो होला यार? यसको र करेजको गरेज भन्छ नि, यिनीहरूको बराबर 20 लाग्छ है। यसको कति बैट लाग्छ? त्यसपछि हजुर हजुर के खान्छ? मैले यसको बानी बुझेछु, तर तपाईँहरूले चाहिँ कसैले पनि अब देख्ने बित्तिकै यति पुरिदिनु भयो। यसरी हातमा लाग्दैन, खालि हातले होइन, गलत कुरा हो। टोके पनि फेरि यस्तो हेर्नुहोस् है, यसले चाहिँ टोक्दाखेरि सधैँ विष फाल्ने गरेर कहिले पनि टोक्दैन। अनि यसले टोक्दाखेरि जहिले पनि लखेट्नका लागि होइन, भागोस् यो मान्छे भनेर त्यसरी टोक्ने हो होइन। कहिलेकाहीँ यो रिसाएको छ अनि दाँत यसको गडिहाल्यो भने यसको दाँतहरू चाहिँ उल्टो दाँतहरू हुन्छ अनि सियो जस्तो दाँतहरू हुन्छ। त्यसरी चाहिँ गऱ्यो भने त्यसपछि मात्रै यसले विष लाग्ने हो, नभए